मन त मरिसक्यो, अब यो शरीरलाई बाँकी राखौँ कि नै। जहाँ आफ्नो सत्य साबित गर्न आफूलाई पटक पटक मर्नुपर्छ भने केही चाहिँदैन मलाई। म बरु यत्तिकै ठिक छु। किन सधैँ मैले बुझ्नुपर्ने? कहिलेकाहीँ त मलाई पनि बुझ्ने प्रयास गरे हेर न। सोध न एक फेर त ठिक छस् छैनस्, के छ तेरो, के खाइस् के लाइस्, कस्तो छ भनेर। रुँदै रुँदै ठिक छैन भन्ने छु। मेरो पनि त मनै हो, मलाई पनि चित्त दुखेको होला। संसारको सबैभन्दा अभागीमै हो जस्तो लाग्छ। सबै चिज त ठिकै चलिरहेछ, तर केही पनि ठिक चलेको छैन। जेलभित्र कैद भएको जस्तो भइरहेको छ। अब यो मन त मरिसक्यो, यो शरीरलाई चाहिँ बाँकी राखौँ कि नै? शरीरलाई बाँकी राखौँ कि नै?